तिमीलाई फेरि एउटा चिठी लेखे आज। सम्झनाले तडपिरहँदा छेउमा रहेको कलम सारे खाली कापीका पाना पल्टाए। एका बिहानै के भयो कि मनमा अनेक तर्कनाहरू सल्बलाए। सायद सपनीमा देखिएको तिम्रो झझल्कोले होला, ती पुराना यादहरूले होला। टुसुक्क बसेर मसी सकिन लागिसकेको कलम खाली पानाहरूमा कुदाए अनि सुरुवात गरे लेख्न। प्रियतम, सात समुद्र पारीको यो परदेशबाट धेरै धेरै सम्झना तिमीलाई। आरामै त होली भन्ने आशा मात्र गरेको छु। भरोसा र विश्वासका खातिर तिमीले अरू कसैको काखी च्यापेपछि मलाई सम्झना भन्दा फगत केही नमिल्ने रहेछ। तिमीलाई सम्बोधन गरे पश्चात झस्किए म यो चिठी किन लेखिरहेको छु, कसलाई लेखिरहेको छु भन्ने सम्म त याद छ, तर निर्जीव कलमको घाँटी थिची थिची अर्थ लाग्ने अर्थहीन वाक्यहरू किन उकाल्न विवश बनाउँदैछु भन्ने विषय कि त तिमीले भागेकी भगवानलाई थाहा होला कि तिमीलाई। त्यसपछि त्यो चिठीमा यी हरफहरू जोडे। मायालु, तिमीले भागेका भगवान त साह्रै पापी रहेछन्। तिनले फोकटमा तिम्रो भेटी खाए। उनको नाममा मलाई पुकार्दै कुनै दिन तिमीले खुल्ला आकाशमा उडाएका परेवाका बच्चे राति युगल जोडी हुर्केर प्रेममा मस्तले जिएका छन् रे भन्ने खबर सुने मैले। तर जुन वस्तु प्राप्तिको लागि तिमीले धूप सल्कायो, नैवेद्य चढायो, सल्कीको तीत पौरोमा तेलको सट्टा पानी हालेर निभायो, अनि त तिम्रो पुकारको के अर्थ लाग्यो? जे कुरा संसारमा असम्भव छ भन्छन् त्यो प्रेममा सम्भव हुन्छ रे भन्थ्यो। रे आखिर रेमै रह्यो। यति बेला तिमी बडेमानको महलमा आकाशतिर नजर लगाउँदै अरूले उडाएका परेवाका बचेरा पहिलाउँदै हुन्थ्यौ रे। मलाई लाग्छ सुखमय महलको छतमाथि त स्वच्छ हावा बाहेक केही उड्दैन। बरु तिमीलाई तातो पानी दिलाउने सोलारको डब्बामा परेवाहरूले फोहोर गरेर तिमीलाई गिज्याउँदै उड्छन् रे। यो रे पनि अचम्मको लागि भएर आउन थालेको छ मेरो जीवनमा आजकल तिम्रो सम्झना भनेर। कलममा मसी सकिएला र लेखिएका हरफहरू धर्या तुरुत बनाई टुक्रा टुक्रा पारी कापीका पानाहरू फ्याक्छु भन्छु। वेदनामा मेरो सट्टा कलम रुँदो रहेछ। मधुर आँखाबाट बलिन्दा र आँसु चुहाए जसरी मरे नसिद्धिने रहेछ कलमको मसी रूपी आँसु। म सम्झाउँछु कलमलाई, त जे मन लाग्यो त्यही नलेख त्यो खाली कापीमाथि। ऊ त उल्टै मपट्टि निमरूपी मुन्टो बटार्दै मसी रूपी आँसु चुहाउँदो रहेछ र भन्छ। मलाई पनि तपाईसँग रुन मन लाग्यो। अनि फेरि यो लेख्यो। प्रिय बाबा, परदेश जानुभयो भने घर गृहस्थीको खबर लेखिने चिठी पुरा हुँदो रहेछ। तिमीसँग जान्नु अगाडि म अनु समाउँदै चम्रेर लाले गोरु नारेर जोत्दा बाबालाई सबै कुरा लेखि पठाउँथे। बाबा भन्नुहुन्थ्यो अर्को चिठीमा अझ बढी खबर लेखि पठाउनु। बैसी कमलाएको रतिउले बाख्रीले पाठो पाएको परेवाको गोठ बनाएको खबरहरू उही खुसी मानी मानी आँसु चुहाउँदै पढ्नुहुन्थ्यो रे। खैर, मेरो विगत जे होस्, त्यो तिमीलाई सरकारको वस्तु भएन, तर पनि बरु मरुभूमिको लडाईँमा भाइ मरेको चिठी पुरा हुँदो रहेछ। लड्न गएको थियो, शत्रुले मार्यो, अभागी रहेछ, बिचारा मर्यो। मृत्युको त चिठी मृत्युको खबर लिएर आयो, पुरा भयो, सकियो। तर प्रिय, तिम्रा नाममा लेखिएका मेरा हरेक चिठीहरू सदैव अपुरा हुने गर्दछन्। खै कुन्नी किन हो? तिनले विषय पाएनन् भनौँ भने संसारमा अरूले जस्तै विषय प्रेम गरेको हुँ मैले। रोमियो र जुलियट हुन नसके पनि मुना मदनको पाठक जस्तै बनौँ भन्ने अभिलाषाले पनि मेरा प्रयासहरू सधैँ अपुरा रहे। म मात्रै पछि लागेको थिएँ भने मेरो कलमले एउटा वाक्य राख्न अनुमति माग्यो। मरिसक्यो त्यो भन्ने लाग्छ भने मेरो चित्र चौबाटोमा टाँसिदेऊ। बेकार रहेछ मिलन भने तिमीसँग भएको मेरो बिउ पनि मासिदेऊ। बिलक बन्धनमा झिलेको कथा कलमको निपबाट लगातार छादिरहँदा सायद मेरो भावनाको सहारा कलमको पेट अति साह्रो निमोठ्यो होला। पेट दुख्यो भन्दै अन्तमा मेरो कलम लेख्छ। एकचोटि अपरेसन गरेको घाउ डाक्टरले भने जस्तै पुरै निको नहुने रहेछ। फेरि घाउको दुखाइ केवल बिरामीलाई मात्र थाहा हुँदो रहेछ। पैसाको लागि भुँडी नाप्ने तार बोक्ने डाक्टरहरूलाई के थाहा बिरामीको पीडा।
मायाको बहानामा रक्तपूर्ण घाउमा धनीले प्रयोग गरी फ्याँकेको ब्यान्डेजले दुखाइमा सहानुभूति नदिँदो रहेछ। सबैका तिरस्कार र अवहेलनाले जर्जर घाउमा च्याउस्याउती किराहरू पर्दा रहेछन् अनि एक एक गरी मायाका अङ्गहरू झर्दा रहेछन्। निको नभएको रोगीको हालत तिमीले सारथी बनाएकी लखपतिसँग दाज्न मिल्ला रे प्रिय। भो न दाज मेरो माया अखोज सम्पत्तिसित। किरा लागेको मायाको घाउ धमिरा लागेको धनको महलभन्दा ठूलो हुन्छ रे। त्यसैले अर्धलेखित यो गन्तव्यविहीन चिठी म फेरि तिमीलाई पठाउँ कि नपठाउँ दोधारमा थिए। सडकमा बसेर चिच्चै सुनाइदिउ कि झै पनि नलागेको होइन। यही भित्तामा टाँसिदिएको छु। मन लागे पढ, न मन लागे थुक आफ्नो बाटो लाग। तिमी बाटो लागे पनि यो मनबाट सम्झना कहिले बाटो लाग्दो रहेनछ। ठिकै छ, तिमीलाई यो हरफ उपहार स्वरूप कलम बन्द। उनको जीवन मेरो कथा नलेखेकै राम्रो। उनको जीवन मेरो कथा नलेखेकै राम्रो। देखेपछि मुटु जल्छ नदेखेकै राम्रो।